नमस्कार साथीहरु, स्वागत छ तपाईलाई नेपाली शेयर मार्केट सम्बन्धी पलपलको नयाँ अपडेटहरु लिएर आउने क्रममा। आज हामी पुनः उपस्थित भइसकेका छौं भने साथीहरु आजको बसाइमा चाहिँ विशेष गरी हाम्रो चाहिँ 2081 साल चाहिँ सकिन लागेको छ र 2082 साल चाहिँ आउन लागेको छ र यो 2081 सालमा चाहिँ लामो समयदेखि धितोपत्र बोर्डको प्रमुख नभएको कारणले गर्दाखेरि चाहिँ हामीले लामो समयसम्म आईपीओ भर्न पाएको थिएन। पछिल्लो 2 महिना मात्र केही मात्रामा आईपीओ आएको थियो, तर 2082 सालमा चाहिँ ग्रान्ड मात्रामा चाहिँ ठुलो मात्रामा चाहिँ आईपीओहरु आउँदैछ। सोको बारेमा चाहिँ आज हामी भिडियोमा चर्चा गर्नेछ। 2082 सालमा आउन लागेका ठुला आईपीओहरु कुन रहेका छन्, जुन आईपीओ आएको खण्डमा चाहिँ तपाईहरु लगानीकर्ताहरुको जुन गुनासो रहेको छ, मैले यति आईपीओ भए तपाईहरु पनि परेन भन्ने जुन गुनासोहरु रहेको छ, सम्पूर्ण गुनासोहरु चाहिँ समाप्त भएर जानेछ। आजको भिडियोमा विशेष गरी चाहिँ 2082 सालमा आउने ठुला आईपीओहरु कुन रहेको सोको बारेमा भिडियो विस्तृत रूपमा परिचर्चा गर्ने नै छौं। कृपया भिडियो अन्तिम समयसम्म हेरेर साथ दिनुहोला र हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्, जसले गर्दा नेपाली शेयर मार्केट सम्बन्धी सम्पूर्ण नयाँ आईपीओ र आईसेटको चाहिँ तपाईले सजिलैसँग चाहिँ अपडेट चाहिँ पाउन सक्नुहुनेछ। साथीहरु अब सुरुमा हाम्रो कुरा गरौँ हैन, 2082 सालमा चाहिँ आइहाल्ने आईपीओ हैन। अब यो वैशाखतिर नै एकदम तयारी अन्तिम अवस्थामा रहेको आईपीओ भनेको चाहिँ हाम्रो सोलु हाइड्रो पावर लिमिटेड भन्ने कम्पनीको चाहिँ आईपीओ रहेको छ। सोलु हाइड्रो पावर लिमिटेड कम्पनीले चाहिँ लोकल र जेनरल दुवैको निम्ति गरेर करिब 2 अर्ब रुपैयाँ बराबरको चाहिँ प्राथमिक शेयर निष्कासन गर्न लागेको छ, त्यो पनि मात्र रु 100 रुपैयाँ अंकित दरमा। र यस कम्पनीले करिब 2 करोड किता चाहिँ आईपीओ निष्कासन गर्ने भएको कारणले गर्दाखेरि चाहिँ यो म्याक्सिमम धेरैभन्दा धेरै लगानीकर्ताहरूलाई चाहिँ पर्न सक्ने सम्भावना चाहिँ एकदम धेरै नै हुनेछ, किनकि 2 करोड किता चाहिँ आईपीओ निष्कासन गर्दाखेरि स्वाभाविक रूपले चाहिँ त्यसको 10% ले हुन आउने करिब 20 लाख किता चाहिँ फरेन इम्प्लोइको लागि मात्र आईपीओ निष्कासन हुन्छ। फरेन इम्प्लोइको साथीहरूले पनि सजिलै न्यूनतम पनि तपाईको 50 देखि 60 किता त उहाँहरूले पनि सजिलै चाहिँ यो कम्पनीमा चाहिँ हात पार्न सक्ने चाहिँ अवस्था रहेको छ। तर त्यो सँगसँगै चाहिँ हाम्रो नेपालमा भएका हाम्रो जेनरल पब्लिकहरु हुनुहुन्छ, जुन सर्वसाधारण पनि करिब 16 देखि 17 लाख जना लगानीकर्ताहरूले चाहिँ यो कम्पनीमा चाहिँ सजिलै चाहिँ आईपीओ चाहिँ हात पार्न सक्ने सम्भावना बोकेको कम्पनी रहेको छ। र यो कम्पनी चाहिँ धितोपत्र बोर्डको चाहिँ अन्तिम तयारी अवस्थामा रहेको छ र यसले चाहिँ सम्पूर्ण मापदण्डहरु जुन अहिले धितोपत्र बोर्डले चाहिँ विशेष गरी चाहिँ एउटा मापदण्ड बनाएको छ, त्यो चाहिँ विशेष गरी चाहिँ अर्थ समितिले दिएको एउटा निर्देशन रहेको थियो। त्यो चाहिँ के भने तत्कालको निम्ति चाहिँ जति पनि आईपीओ अहिले तपाईले हेर्नु भएको होला, जति पनि आईपीओहरु आएका छन्, जुन नयाँ धितोपत्र बोर्डको प्रमुख नियुक्ति भएपछि त्यो सम्पूर्ण आईपीओहरु चाहिँ प्रायः जस्तो 90 रुपैयाँ भन्दा माथि चाहिँ नेटवर्थ भएको र रु 100 रुपैयाँ अंकित दरमा आउन लागेका कम्पनीहरु मात्र चाहिँ अहिले तत्काल चाहिँ आइरहेका छन्। र प्रिमियम मूल्यको कम्पनी र बुक बिल्डिङ मेथडको कम्पनीको लागि चाहिँ अहिले हल्का थाती नै राखिरहेको अवस्था रहेको छ। र सो अवस्थामा चाहिँ सोलु हाइड्रो पावर लिमिटेड कम्पनी पनि मात्र रु 100 रुपैयाँ अंकित दरमा आउन लागेको कम्पनी रहेको छ भने यसको नेटवर्थ पनि करिब 79.96 रुपैयाँ चाहिँ यसको नेटवर्थ रहेको छ, जसको कारणले गर्दाखेरि चाहिँ यो कम्पनी चाहिँ सम्पूर्ण मापदण्ड चाहिँ पूरा गरेको छ। जुन अहिले बेसिक मापदण्डको कुरा गरेको छु, हामीले 100 रुपैयाँ हुनुपर्ने र 100 रुपैयाँ मूल्यको र त्यसै गरी चाहिँ 90 रुपैयाँ भन्दा माथि नेटवर्थ भएको कम्पनीको कुरा गर्नु पर्दाखेरि चाहिँ यो कम्पनीको चाहिँ 79.96 रुपैयाँ रहेको छ। साथीहरु यो कम्पनीको बिक्री प्रबन्धकको रूपमा चाहिँ नोबेल इन्भेस्टमेन्ट ब्याङ्किङ लिमिटेड रहेको छ भने यस कम्पनीले चाहिँ 2080 साल 6 को महिना 23 गते धितोपत्र बोर्डमा चाहिँ अनुमतिको चाहिँ आईपीओ निष्कासनको चाहिँ यसले चाहिँ अनुमति पाउन दिएको थियो। र त्यसै गरी चाहिँ धितोपत्र बोर्डले चाहिँ 2080 साल 8 को महिना 19 गते चाहिँ कमेन्ट गरेको थियो र डेट अफ रिप्लाई चाहिँ 2080 साल 8 को महिना 19 गते चाहिँ यसले रिप्लाई पाएको थियो। र त्यसै गरी चाहिँ यसले रिप्लाई रिसिभ चाहिँ 2080 साल 8 को महिना 19 गते चाहिँ गरेको थियो। साथीहरु यो भयो हाम्रो तत्काल चाहिँ हैन, हाम्रो एकदम अन्तिम अवस्थामा रहेको। अब धितोपत्र बोर्डले चाहिँ नयाँ आईपीओ स्वीकृत दिँदाखेरि यो कम्पनीलाई पनि अनुमति दिन सक्ने चान्स चाहिँ एकदम आइरहेको छ। साथीहरु यो पनि एकदम सानो कम्पनी भयो, यो आईपीओ पनि धेरैलाई परेन भने धेरैलाई पर्न सक्दैन भन्ने जस्तो लाग्छ भने त्यो भन्दा पनि ठूलो आईपीओ पनि रहेको छ हामीसँग। धितोपत्र बोर्डकै सबैभन्दा ठूलो आईपीओ रहेको छ हाम्रो सिउरी न्यादी पावर लिमिटेड भन्ने
आइपिओ रहेको छ। सिउरी न्यादी पावर लिमिटेड कम्पनी चाहिँ विशेष गरी चाहिँ हाइड्रो पावर सेक्टरको चाहिँ कम्पनी रहेको छ भने चाहिँ यस कम्पनीले चाहिँ करिब 3 अर्ब 3 करोड 60 लाख 78,400 रुपियाँ मूल्य बराबरको चाहिँ आइपिओ निष्कासन गर्दैछ। करिब 3 अर्ब 3 करोड 60 लाख 78,400 रुपियाँ मूल्य बराबरको आइपिओ निष्कासन गर्दैछ। कुल करिब मात्र रु 100 रुपियाँ अङ्कित दरमा पनि यो कम्पनीले चाहिँ आइपिओ निष्कासन गर्दैछ भने यस कम्पनीले करिब 3 करोड 3 लाख 60 हजार किता चाहिँ आइपिओ निष्कासन गर्दैछ। 3 करोड 3 लाख किता आइपिओ निष्कासन हुँदाखेरि चाहिँ स्वाभाविक रूपमा चाहिँ फरेन इम्प्लोइको साथीहरूलाई मात्र करिब 25 देखि 30 लाख किता चाहिँ आइपिओ निष्कासन हुनेछ हैन। 25 देखि 30 लाख किता आइपिओ निष्कासन हुँदाखेरि फरेन इम्प्लोइको साथीहरूले सजिलै चाहिँ तपाईको 50 देखि 80 किता चाहिँ यो कम्पनीमा चाहिँ सजिलै चाहिँ आइपिओ चाहिँ हात पार्न सक्ने सम्भावना चाहिँ रहेको छ भने त्यसै गरी चाहिँ नेपालमा भर्ने लगभग सबैजनालाई चाहिँ यो कम्पनीको आइपिओ चाहिँ पर्नेछ है। किनकि यस कम्पनीले करिब 3 करोड 3 लाख किता आइपिओ निष्कासन गर्दाखेरि पनि यदि 20 लाख अहिले आवेदन हेर्ने भने करिब 20 लाख जति आवेदन पर्ने गर्छ हैन। नर्मली 20 लाख आवेदन पर्छ, त्यहाँमध्ये केही चाहिँ रिजेक्ट हुन्छन् हैन। नर्मली त्यही 20 लाख जति एभरेज मान्दाखेरि पनि यो करिब 20 लाख जनाले आवेदन दिँदाखेरि पनि तपाईको 2 करोड किता हुन्छ है। सो कारणले गर्दाखेरि पनि यो कम्पनीको चाहिँ आइपिओ चाहिँ भर्ने जति सबैलाई पर्छ है। म्याक्सिममलाई चाहिँ पर्छ, सबैलाई पर्छ भने 100% नै पर्ने चान्स हुन्छ र कोही लगानीकर्तालाई चाहिँ 20 कितासम्म पर्न सक्ने चाहिँ चान्स भएको कम्पनी रहेको छ हाम्रो सिउरी न्यादी पावर लिमिटेड भन्ने कम्पनी रहेको छ र यो कम्पनीको चाहिँ आइपिओ निष्कासन भएको खण्डमा चाहिँ सम्पूर्ण लगानीकर्ताहरूले चाहिँ आइपिओ हात पार्न सक्ने सम्भावना चाहिँ एकदम हाई रहेको छ। र यो सिउरी न्यादी पावर लिमिटेड कम्पनीको चाहिँ आइपिओको बिक्री प्रबन्धकको रूपमा चाहिँ एनएमबी क्यापिटल लिमिटेड रहेको छ भने चाहिँ यसले चाहिँ 2081 साल 1 को महिना 18 गते चाहिँ धितोपत्र बोर्डमा चाहिँ आइपिओ निष्कासनको चाहिँ अनुमति माग गर्दै चाहिँ यसले धितोपत्र बोर्डमा चाहिँ निवेदन चाहिँ दिएको थियो। साथीहरू त्यसै गरी चाहिँ हाम्रो आइपिओ निष्कासनको क्रममा चाहिँ धेरै जस्तो जुन म्यानुफ्याक्चर एन्ड प्रोसेसिङ सेक्टरका कम्पनीहरू रहेका छन् विशेष गरी चाहिँ उनीहरूले चाहिँ प्रिमियम मूल्यमा चाहिँ आइपिओ निष्कासन गर्न लागेको छ र प्रिमियम मूल्यमा चाहिँ आइपिओ निष्कासन गर्ने सबैभन्दा ठुलो कम्पनीको नाम रहेको छ हाम्रो जगदम्बा स्टिल भन्ने कम्पनी रहेको छ। जगदम्बा स्टिल कम्पनीले पनि ठुलो मात्रामा चाहिँ आइपिओ निष्कासन गर्दैछ। यसले त करिब 6 अर्ब रुपियाँ मूल्य बराबरको त आइपिओ नै निष्कासन गर्दैछ, तर त्यो चाहिँ प्रिमियम मूल्यमा चाहिँ तपाईले केही थप पैसा चाहिँ तिर्नुपर्ने हुनेछ। जगदम्बा स्टिल कम्पनी भनेको चाहिँ नेपालको प्राइभेट सेक्टरकै सबैभन्दा ठुलो कम्पनी रहेको भनेर हामी बुझ्न सक्दछौँ। किनकि यसभन्दा अगाडि चाहिँ हाम्रो कारोबारको हिसाबले व्यावसायिक कारोबारको हिसाबले चाहिँ हामीले एनसेललाई भन्ने गर्थौँ भने एनसेललाई पनि अहिले तपाईको चाहिँ एनसेलको चाहिँ नाफा घट्दै गएको कारणले गर्दाखेरि चाहिँ अहिले जगदम्बा स्टिल चाहिँ हालको सालमा आएर चाहिँ यसको चाहिँ व्यावसायिक कारोबार चाहिँ एकदम वृद्धि भइरहेको छ। किनकि यसको 2000 आर्थिक वर्ष 78-79 मा करिब 39 अर्ब 66 करोड रुपियाँ बराबर कारोबार गरेको थियो भने त्यसै गरी आर्थिक वर्ष 2079-80 मा करिब 40 अर्ब 17 करोड रुपियाँ मूल्य बराबरको चाहिँ यस कम्पनीले कारोबार गरेको थियो र यो विशेष गरी चाहिँ म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ सेक्टरको कम्पनी रहेको छ जगदम्बा स्टिल भन्ने कम्पनी र यो कम्पनीको मुख्य कार्यालय भनेको चाहिँ तपाईको जितपुर बाराको जितपुर भन्ने स्थानमा चाहिँ जगदम्बा स्टिल कम्पनी रहेको छ भने यो चाहिँ नेपालकै सबैभन्दा ठुलो स्टिल कम्पनी भनेर पनि हामी मान्न सक्दछौँ र यसको चाहिँ करिब 23 लाख टन बराबरको चाहिँ यसले स्टिल प्रशोधन गर्न सक्ने चाहिँ योसँग चाहिँ प्लान्ट रहेको छ भने चाहिँ यसले चाहिँ विशेष गरी नेपालमा टिएमटी रेबन्स एमएस स्ट्रक्चरल पाइप एमएस पाइप प्रिमियम एल्युमिनियम कोटेड पाइपहरू चाहिँ यसले उत्पादन गर्दै आइरहेको छ र यस कम्पनीले करिब 2 करोड किता चाहिँ आइपिओ निष्कासन गर्दैछ। 2 करोड 70 हजार किता चाहिँ आइपिओ निष्कासन गर्दैछ र यो आइपिओ चाहिँ निष्कासन भएको खण्डमा चाहिँ फरेन इम्प्लोइको साथीहरूलाई करिब 20 लाख किता आइपिओ निष्कासन हुनेछ है। फरेन इम्प्लोइको साथीहरूले करिब 40 देखि 50 किता सजिलै चाहिँ यो कम्पनीको चाहिँ आइपिओ हात पार्न सफल हुनुहुन्छ भने नेपालमा भएको साथीहरूले पनि करिब 16 देखि 17 लाख जना लगानीकर्ताहरूले चाहिँ यो कम्पनीको चाहिँ आइपिओ चाहिँ सजिलै चाहिँ हात पार्न सक्ने चान्स चाहिँ रहेको छ है।
किनकि यो कम्पनीको आइपिओ भने प्रिमियम मूल्यमा चाहिँ आइपिओ निष्कासन हुँदैछ र प्रिमियम मूल्यमा आइपिओ निष्कासन हुँदाखेरि चाहिँ यो कम्पनीको आइपिओ चाहिँ कतिले चाहिँ प्रिमियम मूल्यको आइपिओ नभर्ने चान्स भएको कारणले गर्दाखेरि चाहिँ कतिलाई चाहिँ 20 किता पनि पर्न सक्ने चान्स चाहिँ हुनेछ। यस कम्पनीले चाहिँ 100 रुपियाँ अंकित दरमा करिब 200 रुपियाँ चाहिँ प्रिमियम थपेर प्रति किता 300 रुपियाँको दरले चाहिँ यस कम्पनीले आइपिओ निष्कासन गर्दैछ र जगदम्बा स्टिल कम्पनीले र जगदम्बा स्टिल कम्पनी अहिले हाम्रो धितोपत्र बोर्डको पाइपलाइनमा भएको सबैभन्दा ठुलो कम्पनी रहेको छ भनेर भन्दाखेरि पनि केही फरक चाहिँ नपर्ने कम्पनी चाहिँ रहेको छ। जगदम्बा स्टिल कम्पनी चाहिँ हाम्रो प्रिमियम मूल्यको कम्पनी भए तापनि यो चाहिँ यसले चाहिँ ठुलो मात्रामा चाहिँ आइपिओ चाहिँ निष्कासन गर्नेछ, जसको कारणले गर्दाखेरि चाहिँ म्याक्सिमम लगानीकर्ताहरूलाई चाहिँ पर्न सक्ने चान्स चाहिँ एकदम हाई भएको कम्पनी रहेको छ। र साथीहरू यो कम्पनीको आइपिओ पनि हाम्रो 82 सालमा चाहिँ आउने चान्स चाहिँ एकदम धेरै नै हाई रहेको छ। साथीहरू यो भयो ठुलो कम्पनी होइन, तत्काल आउने कम्पनीहरू चाहिँ कुन कुन छ त भने तपाईँको मनमा चाहिँ जिज्ञासा रहेको छ भने मैले अघि नै भनिहालेँ, सोलु हाइड्रो पावर सबैभन्दा ठुलो कम्पनी र अन्तिम तयारी अवस्थामा रहेको छ भने त्यस्तै अर्कै कम्पनी कुन छ त भन्दाखेरि चाहिँ हाम्रो होटल एन्ड टुरिज्म सेक्टरको कम्पनी रहेको छ। होटल एन्ड टुरिज्म सेक्टरको कम्पनी विशेष गरी चाहिँ होटल फरेस्ट इन्टरनेसनल लिमिटेड भन्ने कम्पनी रहेको छ। यो कम्पनी पनि सम्पूर्ण मापदण्ड चाहिँ पुरा गरेर एकदम अन्तिम अवस्थामा रहेको छ धितोपत्र बोर्डको चाहिँ पाइपलाइनमा र यसले चाहिँ करिब 98 करोड रुपियाँ मूल्य बराबरको चाहिँ आइपिओ निष्कासन गर्दैछ। 98 करोड रुपियाँ बराबरको मात्र रु 100 रुपियाँ अंकित दरमा करिब 98 लाख किता चाहिँ आइपिओ निष्कासन गर्दैछ। 98 करोड रुपियाँ मूल्य बराबरको मात्र रु 100 रुपियाँमा 98 लाख किता आइपिओ निष्कासन गर्दैछ र यो कम्पनीको चाहिँ आइपिओ चाहिँ निष्कासन भएको खण्डमा चाहिँ फरेन इम्प्लोइको साथीहरूले करिब 9 लाख किता आइपिओ आइपिओ चाहिँ उहाँहरूको निम्ति खुल्नेछ भने उहाँहरूले सजिलै चाहिँ 20 कितासम्म चाहिँ यो कम्पनीको चाहिँ आइपिओ चाहिँ हात पार्न सक्ने सम्भावना बोकेको कम्पनी रहेको छ भने यो कम्पनी नेपालमा भएको साथीहरू करिब 8 लाखजना लगानीकर्ताहरूले चाहिँ सजिलै चाहिँ यो कम्पनीको चाहिँ आइपिओ चाहिँ हात पार्नु हुनेछ। भर्ने जति नेपालमा भर्ने 2 जना मध्ये चाहिँ 1 जनालाई चाहिँ यो कम्पनीको चाहिँ आइपिओ चाहिँ पर्ने चाहिँ चान्स भएको कम्पनी रहेको छ, होटल फरेस्ट इन्टरनेसनल लिमिटेड। र यो पनि धितोपत्र बोर्डले जुन नियमावली बनाएको छ अहिले रु 100 रुपियाँ अंकित दरमा 100 रुपियाँ अंकित दरमा निष्कासन हुन लागेको र 90 रुपियाँभन्दा माथि नेटवर्थ भएको यो कम्पनी पनि सोही अनुपातको रहेको छ, किनकि यसको नेटवर्थ पनि करिब 90 रुपियाँ 63 पैसा रहेको छ, जसको कारणले गर्दाखेरि यो कम्पनी पनि आउनको लागि चाहिँ एकदम तयारी अवस्थामा रहेको छ। र यसको बिक्री प्रबन्धकको रूपमा चाहिँ एनआइसिएसए क्यापिटल लिमिटेड रहेको छ र यसले धितोपत्र बोर्डमा चाहिँ 2080 साल 9 को महिना 1 गते चाहिँ आवेदन दिएको थियो भने चाहिँ यसले चाहिँ कमेन्ट चाहिँ 2080 साल 9 को महिना 1 गते कमेन्ट गरेको थियो र त्यसै गरी डेट अफ रिप्लाई चाहिँ 2080 साल 9 को महिना 5 गते गरेको थियो भने डेट अफ रिसिभ चाहिँ यसले सोही अवस्थामा चाहिँ गरेको थियो। साथीहरू त्यसै गरी चाहिँ अब हाम्रो अन्य कम्पनीको बारेमा कुरा गर्नु पर्दाखेरि चाहिँ हाम्रो भूगर्भ सिमेन्ट कम्पनी रहेको छ। भूगर्भ सिमेन्टले पनि ठुलो मात्रामा चाहिँ आइपिओ निष्कासन गर्न लागेको छ है र यस कम्पनीले करिब 12 करोड रुपियाँ मूल्य बराबरको 12 लाख किता आइपिओ निष्कासन गर्दैछ भने त्यसै गरी चाहिँ पाल्पा सिमेन्ट लिमिटेड भन्ने कम्पनी रहेको छ। पाल्पा सिमेन्ट त्यसले पनि मात्र रु 100 रुपियाँ अंकित दरमा 100 रुपियाँ अंकित दरमा चाहिँ सिमेन्ट कम्पनीले आइपिओ निष्कासन गर्दैछ। 75 करोड रुपियाँ मूल्य बराबरको 75 लाख किता आइपिओ निष्कासन गर्दैछ र यो कम्पनीको पनि आइपिओ निष्कासन भएको खण्डमा चाहिँ सजिलै 7 लाखजना लगानीकर्ताहरूले चाहिँ सजिलै यो कम्पनीको चाहिँ आइपिओ चाहिँ हात पार्न सक्ने अवस्था रहेको छ। साथीहरू यी भए हाम्रो ठुलो अब आउने ठुला कम्पनीहरू कुन कुन रहेको छ 2082 सालमा, जसको कारणले गर्दाखेरि भर्ने जति सम्पूर्ण लगानीकर्ताहरूलाई आइपिओ पर्नेछ। यदि तपाईँलाई तत्काल वैशाख महिनामा चाहिँ कुन कुन आइपिओ आउन लागेको छ भन्ने जानकारी लिन मन छ भने अवश्य मात्रामा कमेन्ट गर्नुहोला र तपाईँले यो भिडियो कहाँदेखि हेर्दै हुनुहुन्छ र तपाईँ कुन कम्पनीको आइपिओको लागि चाहिँ अत्याधिक मात्रामा चाहिँ एक्साइटेड हुनुहुन्छ अवश्य कमेन्ट गर्नुहोला। भिडियो हेरेर साथ दिनुभएको भने तपाईँलाई धेरै धेरै धन्यवाद रहेको छ।